बस्दै हिँडेका टिचिङ हस्पिटलमा म लगातार 4 दिन 5 दिन लगातार अस्पतालमा राति गएर रुन्थेँ, म सुत्थेँ, म उनलाई रुँगेर। डक्टरले एक दिन के भन्नुभयो भने बाँच्न सजिलो छैन, बाँच्यो भने यो मान्छे सही सलामत नहुन सक्छ। मैले त्यो अस्पतालमा सुतेको बेलामा एउटा बैशाखी भन्ने कविता लेखेँ। त्यो बैशाखी भन्ने कविता अहिले पनि म सम्झिन्छु, उसलाई समर्पित गर्छु। तपाईँहरू सबैको लागि पनि हामी हात खुट्टा सही सलामत भएका प्रत्येकले यसबाट सोच्नुपर्ने अवस्था छ कि कोही पनि मान्छे कुनै पनि बेला उसको हातमा बैशाखी आउन सक्छ, कोही पनि मान्छे कुनै पनि बेला व्हिलचेयरमा पुग्न सक्छ। त्यसैले हामी सानो छौँ, शारीरिक रूपमा ठिक छौँ भनेर सबै ठिक छौँ भनेर जिन्दगी कसको कुन बेला कुन मोडमा को कतिखेर यो संस्थाको सदस्य बन्न आइपुग्छ टुङ्गो। त्यो मेरो बैशाखी कवितालाई म सम्झिन्छु अहिले पनि कि बजारमा बेच्न राखिएको बैशाखी थाहा छैन त्यसमा कसको नाम लेखिएको छ। बजारमा बेच्न राखिएको बैशाखी थाहा छैन त्यसमा कसको नाम लेखिएको छ, किन्न आउनेको लेखिएको छ कि बेच्न बस्नेको लेखिएको छ। बजारमा बेच्न राखिएको बैशाखी थाहा छैन त्यसमा कसको नाम लेखिएको छ। हरेक बिहान घरबाट बाहिर हिँड्नु अघि म मेरा जोर खुट्टालाई हेर्ने गर्छु र सोध्ने गर्छु आफैलाई। हरेक बिहान घरबाट हिँड्नु अगाडि म मेरा जोर खुट्टा हेर्ने गर्छु र सोध्ने गर्छु आफैलाई, विश्वप्रकाश भरे साँझ सँगै र सक्लै के फर्किनेछन् यी दुई खुट्टाहरू। मेरो कविता यहाँ टुङ्गिन्छ, तर वर्षौँपछि एक रात मेरो छोरी आफ्नो डायरीमा लेख्छिन्, मेरो छोरीले वर्षौँपछि एक रात डायरीमा लेख्छिन्, आज निन्दा नदीको किनारमा मेरो बाबाको चितासँगै एक थान बैशाखी धुवाँ भएर गयो। अर्थात् कविता सकिएर फेरि कविता आयो, त्यहाँ एउटा कल्पना आयो, कुनै दिन त्यस्तो पनि त हुनसक्छ, मसँगै सक्ला हिँडेका खुट्टाहरू म बैशाखी टेक्नुला अनि निन्दा नदीको किनारमा मेरो चिता सँगसँगै बैशाखी चाहिँ धुवाँ भएर त्यही जलाइने हुनसक्छ। त्यसैले मेरो तपाईँहरूलाई आग्रह छ, अपाङ्गता भएको कुनै पनि साथीले कमजोर मनोबल राख्नुहुन्न र कुनै पनि अपाङ्गता नभएको साथी छु भन्दै गर्दाखेरि कसैले पनि हेरेको भाव राख्नुहुन्न। यो सेक्टरमा रहेका साथीहरू प्रतिभाशाली साथीहरू हुनुहुन्छ। संसारमा फ्र्याङ्कलिन डी रुजवेल्ट भन्ने मान्छे अमेरिकाको राष्ट्रपति हुनुहुन्छ, तर उहाँलाई अमेरिकाको राष्ट्रपति भए पनि एक खालको अपाङ्गताको जिन्दगी उहाँले बाँच्नु। तपाईँहरूलाई चाहिँ 32औं अमेरिकी राष्ट्रपति। तपाईँले एकजना मान्छे अहिले पनि देख्नुहुन्छ, निक वुइचिच भन्ने हुनुहुन्छ, दुईटै हात छैन, दुईटै खुट्टा छैन, तर मोटिभेसनल स्पिकरको रूपमा चाहिँ उनी चिनिन्छ। एटिट्युड इज आल्टिट्युड भन्ने संस्थाको चाहिँ उनले नेतृत्व गर्छ। तपाईँहरू युट्युबहरूमा तपाईँहरू टिकटकहरूमा पनि देख्न सक्नुहुन्छ, यता हात पनि छैन, दुईटा खुट्टा पनि छैन, डान्स गरिरहेको हुन्छ। उनले तपाईँको चाहिँ के भन्दाखेरि भने स्पिच दिइराखेको हुन्छ। एकजना तपाईँको टेनिसको खेलाडी मध्येमा विश्व प्रसिद्ध टेनिस खेलाडी एस्टर वर्गिल भन्ने छ, व्हिलचेयरमा बसेर उनी विश्व प्रसिद्ध खेलाडीको रूपमा चिनिएका छन्। तपाईँहरूले एउटा फिल्म 98 मा चाहिँ एउटा फिल्म ओस्कार पुरस्कार पाएको फिल्मको चर्चा सुन्नुभएको थियो 98 मा, अ ब्युटिफुल माइन्ड भन्ने। त्यो अ ब्युटिफुल माइन्ड भन्ने फिल्म चाहिँ जन नेस नाम गरेको एउटा अर्थशास्त्रीको जीवनमा बनाइएको छ। उहाँको नाममा उहाँको स्टोरीमा फिल्म मात्रै बनाइएन, उहाँले नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ। इटलीको एउटा गायकको मैले एक्टिपोर्ट गरेको छु, एन्ड्रिया बोसेली भन्ने, दृष्टिहीन हुनुहुन्छ, तर उनको बारेमा एकजना क्यानेडियन गायिका सेलिन डियोन भन्नेले के भनेको रहेछन् भन्दाखेरि भने भगवानले गीत गाएको हामीले सुनेका छैनौँ, तर भगवानले गीत गायो भने पक्कै भगवानको स्वर चाहिँ एन्ड्रिया बोसेलीको जस्तो हुन्थ्यो। हेर्नुहोस् त, उनको बारेमा साथीहरूले पनि लेखी आउनु भएको सुन्छु। नेपालको संविधान बनाउनलाई नेतृत्व गरेको दल नेपाली काङ्ग्रेस पार्टी। नेपालको संविधानले र नेपाली काङ्ग्रेसको विधानले तोकेको दायराभन्दा बाहिर गएर नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन 84 पछि जान सक्दैन। नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन 84 पछि गरे राम्रो हुन्थ्यो भन्ने लाग्नु एउटा निर्दोष भावना हो। के लाग्न सक्छ भने होइन, अहिले अब महाधिवेशन गर्यो भने अब गाउँमा चुनाव हुन्छ, वार्डमा चुनाव हुन्छ, क्षेत्रमा हुन्छ, को महाधिवेशन जित्छ, को हार्छ, जिल्ला सभापति को जित्नुहुन्छ, को हार्नुहुन्छ, यसको असर त 84 को चुनावमा पर्छ। त्यसैले 84 पछि गरौँ भनेर कसैलाई लाग्नु भनेको एउटा निर्दोष भावना हो। त्यो भावनालाई म रेस्पेक्ट गर्छु, तर रेस्पेक्ट मात्रै गर्छु, तर सँगैमा फेरि के गर्छु, रेस्पेक्ट पछाडि रिजेक्ट पनि गर्छु। किन भन्दाखेरि भने नेपालको संविधान अनुसार कुनै पनि राजनीतिक दलले 5 वर्षभित्र थपिएर जान सक्ने 5.5 वर्ष विशेष अवस्था आयो भने 5.5 वर्ष जायो। हामीले चाहिँ 78 सालको चाहिँ तपाईँको चाहिँ पुष्पमा महाधिवेशन सम्पन्न, मङ्सिरमा महाधिवेशन सम्पन्न गऱ्यौँ। त्यो गरिसके पछाडि हाम्रो 83 सालमा पुग्दै गर्दाखेरि हामी 5 वर्ष पुरा गरिसक्छौँ। त्यसपछि हामी 6 महिना गयौँ भने 84 सालको वैशाखतिर पुग्छौँ। 84 सालको वैशाखमा स्थानीय तहको चुनाव पनि गर्नु छ, 84 को वैशाखमा महाधिवेशन गर्न मिल्दैन। त्यसैले हामीले त्यो थप्न पाउने समयावधि थप्दैन। नेपाली काङ्ग्रेस पार्टीको
क्रियाशील सदस्यता वितरणको ढोका खोल्ने भनेर कहिले हुन्थ्यो जब महाधिवेशन घोषणा हुन्थ्यो। महाधिवेशन घोषणा भएपछि क्रियाशील सदस्यताको देशभरि समस्याहरू आउँथे अनि बल्ल समिति बन्थ्यो र त्यो समितिले काम थाल्थ्यो। यति चाङ अहिले हामीले काम थालिसक्यौँ। अहिले क्रियाशील सदस्यता छानबिन गर्ने व्यवस्थापन गर्ने व्यवस्था दुईटा महामन्त्री मध्ये सभापतिले तोकेको महामन्त्रीलाई संयोजन गर्ने भनेपछि सभापतिले हामीलाई सोध्नुभयो कसले गर्ने तपाईँहरू भन्दा अर्को महामन्त्री गगन थापाजीको मैले सल्लाह गरेँ र गगनजीले संयोजन गर्ने गरी त्यो काम अगाडि बढेको छ। अब चैत्र मसान्तभित्रमा जिल्लाका साथीहरूले विधानले तोकेको 200 रुपियाँको नियावलीको प्रक्रिया छ, त्यो भित्र रहेर तपाईँले नवीकरण गर्ने प्रक्रियालाई टुङ्ग्याउनु छ। र हामीले भनेका पनि छौँ नेपाली काङ्ग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि बन्नु छ, तर अहिले तोकेको समयमा क्षेत्रीय प्रतिनिधि बन्नलाई क्रियाशील नबन्ने अनि महाधिवेशनको मिति भएर घोषणा भइसकेपछि मेरो ऋणी फटाफट गरिदिनु पर्यो। ढोका बन्द भए पछाडि खुल्दैन है। यो कुरो मैले एकदम क्लियर गरिराख्छु। निर्धारित समयभित्र क्रियाशील सदस्यता नवीकरणको वितरणको कामलाई व्यवस्थित गरौँ, त्यसपछि महाधिवेशनको ढोका खुल्छ। पार्टीका साथीहरू सब तयार भएको छ। आगामी 84 सालको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा तहसम्म प्रतिस्पर्धा या सर्वसम्मतिको प्रक्रियाबाट नयाँ नेतृत्व आइसकेर तरोताजागीका साथ नेपाली काङ्ग्रेस पार्टी जान्छ। यो मैले केन्द्रीय कार्यालय एउटा आजै मात्रै केन्द्रीय कार्यालयबाट आइपुगेको मान्छे केन्द्रीय कार्यालय बसेर बढी समन्वय र सहजीकरण गर्ने काममा लागिरहेको महामन्त्री भएको नाताले मैले पार्टीको यो व्यवस्थापकीय कुरो विधानको कुरो तपाईँहरूलाई स्पष्ट गर्न चाहन्छु। एउटा दोस्रो, मिडियाका साथीहरूलाई पनि बढी चासो छ। अहिले सरकारले ल्याएको सामाजिक सञ्जाल मैले के हो तपाईँहरू सबैलाई पनि चासो छ। सामाजिक सञ्जालमा तथा नाम भनिएको छ, उसले उसलाई गाली गरेको छ भनेर तपाईँहरू सबैलाई पनि के चाहना छ भने यसलाई त रोक्नुपर्छ। सही, त्यसलाई रोक्नुपर्छ। तर रोक्ने भन्दै गर्दाखेरि मौजुदा कानुनहरूले गरेको व्यवस्थाभित्र बसेर अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने हदसम्म के गर्नुपर्छ? कार्य गर्नुपर्छ। मुलुकी अपराध संहिता भन्ने कानुन 2074 सालको भदौ 1 गते देशमा बनेको छ, त्यसले हेर्ने कुरो पनि यहाँ छ। मिडियाका साथीहरूले के गलत समाचार लेख्नुभयो भने मिडियाका साथी विरुद्ध तपाईँले उजुरी हाल्ने ठाउँ छ प्रेस काउन्सिल, तर प्रेस काउन्सिलले हेर्नुपर्ने विषय पनि यसैमा छ। त्यसकारण अन्य कानुनसँग जुडेको कुरो स्वीकार्य हुँदैन। एक्सटोर्सनको कुरो, सेक्सटोर्सनको कुरो, साइबर बुलिङको कुरो, डिप फेकको कुरो, डिसइन्फर्मेसनको कुरो, मिसइन्फर्मेसनको कुरो, यी सबै कुरोलाई नियमन गर्ने। तर कसैले विश्वप्रकाश शर्मालाई दिनमा एकजनाले कहीँ न कहीँ हार्दिक श्रद्धाञ्जली लेखेकै हुन्छ। म घरमा परिवारका सदस्यलाई भन्छु, अब कोही बेला छोरीले सोध्दै गर्दा बाबा हार्दिक श्रद्धाञ्जली लेखेको भने छोरी हेर आफ्नो बाबालाई हार्दिक श्रद्धाञ्जली गरेर लेखेको हेर्न पाउने गौरव त पछि पनि पाउँछौ तिमी, तर म आफैले पाइरहेको छु नि। हामी जस्तो राजनीतिक मान्छेलाई कसैले हार्दिक श्रद्धाञ्जली लेख्ने बित्तिकै मुद्दा हाल्दिने, उसले लेख्ने बित्तिकै हामी उसको चाहिँ अभिव्यक्ति भन्यो नभन्नु पर्थ्यो होला, हामीले कमजोरी गरेको होला। हामी शासनमा रहँदा यो देशमा धेरै राम्रा कामहरू काङ्ग्रेसले गरेको छ। आज मानिसको हातहरूमा मोबाइल पुगेका छन्, गाउँहरूमा बाटो पुगेका छन्, स्वास्थ्य चौकीहरू गाउँहरूमा पुगेका छन्, निजी क्षेत्रले पनि केही न केही विकास गरिराखेर केही अवसरहरू सिर्जना भएका छन्। देशको अर्थतन्त्र पहिलाभन्दा श्रीलङ्का हुन्छ भन्न थालेको अर्थतन्त्र झुकिने क्रममा गएको छ। भारतबाट बिजुली ल्याएर बाल्ने देश आज भारतमा 10,000 मेगावाट बिजुली बेच्ने क्षमतामा पुगेको छ। भरे बेलुका तपाईँले धरानमा या इन्डोरमामा बाल्दै गरेको बिजुली बङ्गलादेशमा पनि भरे राति हाम्रो देशको बत्ती बलिराखेको अवस्थामा त 40 मेगावाट गइरहेको छ। म्हणजे पहिलाभन्दा केही प्रगति भइरहेका छन्, तर सुशासनको सन्दर्भमा हामीबाट भएका कमजोरीहरू, भ्रष्टाचार नियन्त्रणमा पर्याप्त ढङ्गले गर्न नसकिरहेका कामहरू, सरकारले जुन क्षमता बढाएर विकास गर्नुपर्ने त्यसमा भएको ढिलाइहरूले नागरिकमा असन्तुष्टि पनि पक्कै छ। त्यसैले कसैले असन्तुष्टि भयो भनेर हार्दिक श्रद्धाञ्जली लेख्यो भन्दैमा मुस्कुराएर हेर्नुहोस्, आफूलाई करेक्सन गर्नुहोस्। तर त्यो मान्छेलाई हार्दिक श्रद्धाञ्जली लेखिदिएको छ विश्वप्रकाशलाई भनेर विश्वप्रकाश उजुरी बोकेर परि चोकी गएर उसलाई खुनाउँदै गरेको सोचिँदा के हुन्छ? त्यसैले कसैले कसैलाई व्यङ्ग्य गर्न हामीलाई व्यङ्ग्य गरिरहेको छ। अब अस्ति योभन्दा अघि कसले भन्दै हुनुहुन्थ्यो हाम्रो राजीव कोइरालाज्यूले, सानैदेखिको मेरो सपना थियो कि 8 क्लासको किताबमा चाहिँ हिमालको नक्सा हेर्ने, हिमाल कस्तो ठुलो भएर सुन्ने फोटोहरू हेर्ने, आफ्नो देशको हिमाल आफै छोडौँ न भन्ने चाहना। ग्लोबल वार्मिङ यत्रो विषय छ, हिमाल खङ्ग्रमा भएको समाचारमा सुनिन्छ, सांसद पनि हो, आफ्नै आँखाले किन नहेर्ने, सपना पनि किन पुरा नगर्ने। म साथीहरूसहित गएर हिमाल चढेर आएँ, 6145 मिटर हाइटको हिमाल चढेर आएँ। सारा मिडियाले प्रशंसा गर्न थाल्यो। एउटाले के लेख्यो भन्दाखेरि भने विवादास्पद कम्पनीको समन्वयमा विश्वप्रकाश शर्माको हिमाल आरोहण लेख। अब ए बाबा त्यो कम्पनीलाई यदि सरकारले पहिले हिमाल आरोहण गराउन पाउँदैनस् भनेर प्रतिबन्ध लगाएको भए मैले त्यो कम्पनीबाट जान मिल्दैन। जाने भनेको त कम्पनी मार्फतै हो। तपाईँलाई शेर्पा चाहिन्छ,
गाइड चाहियो, तपाईँलाई भरिया चाहियो, तपाईँलाई स्किल चाहियो। चढ्ने भनेर एउटा पोखरा घुम्न गए जस्तो नगर घुम्न गए जस्तो पक्कै होइन। जिन्दगीको रिस्क लिएर जानु छ, मृत्यु भयो मर्नुला, तर चढ्ने हो भन्ने भावना छ। त्यसको लागि कुनै कम्पनी चाहिन्छ। अब मैले रोजेको कम्पनी चाहिँ केही विवादमा छ भने त मैले जान्ने कुरो भयो, सरकारले त रोकेको होइन। अनि मैले सम्पादकजीलाई फोन गरेँ, सम्पादकज्यू तपाईँ भाटबेटीमा सामान किन्न जानुहुन्छ भने जान्छु भने, अनि भाटबेटी यसो विवादास्पद भएको त सब सुनिरहनु भएको हो, किन जानुभएको भनेर होइन साँच्ची सही भन्नुभयो भने। अनि बुद्धयार चढ्नु चाहिँ चढ्दैन न, चढ्छु। चढेको बेला समाचार नपढ्ने होला नि, बुद्धयार चढेको बेला समाचार पढ्नु होला, दाजुभाइको झगडा छ। अनि के गर्ने, हामी फाल्ने। त्यस कारणले विश्वप्रकाश हिमाल चढ्न गएको कुरो कुन कम्पनीसँग गएर चढ्यो मुख्य कुरो थियो। तर अब उहाँले त्यो लेख्नुभयो भनेर विश्वप्रकाशले के गर्ने, मुद्दा हालेर मैले उहाँलाई जेल पठाउनुतिर लाग्ने, त्यति लेख्न नपाउने, एउटा राजनीतिक मान्छेको बारेमा प्रश्नै गर्न नपाउने को हुन् विश्वप्रकाशहरू। यिनै लोकतन्त्रका लागि लडेका मिडियाहरूले चाहिँ मिडिया सँगसँगै हामीसँगै लडेर हामीले ल्याएको अधिकारलाई मात्रै मिडियाले पाएको होइन। मिडियाकर्मी आफै पनि घाइते भएका छन्, मिडियाकर्मी आफै पनि जेल गएका छन्, मिडियाकर्मी आफैले रगत बगाएका छन्। तिनको अभिव्यक्ति स्वतन्त्रतालाई पनि असर गर्ने गरी सम्माननीय प्रधानमन्त्री कमरेड केपी ओलीज्यूलाई यहाँ इटरीमा अपाङ्ग सङ्घको यो अधिवेशनको बिचबाट भन्न चाहन्छु, सामाजिक सञ्जाल विधेयक जुन आएको छ राष्ट्रिय सभामा, यसलाई संशोधन नगरिकन हामी पास हुने कुरोसँग सहमत हुँदैनौँ। नेपाली काङ्ग्रेस पार्टीको सहमति हुँदैन। नेपाली काङ्ग्रेस पार्टीका धेरै साथी बोल्नुभएको छैन भन्ने पर्ला, धेरै बोलिनु पर्दैन। पार्टीको महामन्त्रीले बोल्नु भएको छ, बोलेको छ, अरू साथीहरूले बोल्नु भएको छ। हामी यसमा चाहिँ प्रश्न छौँ। बरु सरकारको ध्यान केमा जाओस् म आग्रह गर्न चाहन्छु। उहाँले भन्न सक्नुभयो देशको टोटल डेटामा 15.21% होला, तर इनरुवाको इटरीको अर्को ठाउँको हामी प्रमुख भएर बसेका छौँ। हामीले यो 6 महिनाको बिचमा चाहिँ 60%, 65% खर्च गर्न सकेका छौँ। उहाँहरूले भन्ने अवस्था बनाउनु पर्यो। केन्द्रको सरकारले, भौतिक पूर्वाधार मन्त्रीले, शहरी विकास मन्त्रीले, अर्थ मन्त्रालयले साराले के गर्नु पर्यो भन्दाखेरि भने त्यो खर्च गर्ने क्षमता बढाउनु पर्यो। बुटवलदेखि नारायणगढ गयो, 7 वर्षको ठुलो त्यो बाटो हिँड्न थाल्यो। बिर्तावटदेखि भद्रपुर गयो, 10 वर्ष हुन थाल्यो बेच्ने। हाम्रो नेता राम कटेलिया हुनुहुन्छ, उहाँको गाउँमा एउटा सुकेदिन भन्ने पुल बन्दैछ, बन्न सुरु भएको, पैसा रेडी भइसक्यो, ठेकेदार भेटियो। पैसा के छ, रेडी छ। कहीँ पैसा छ, पैसा छैन। बहुवर्षीय योजना स्वीकृत भएको छैन। प्रदेश सरकारका साथीहरू गइसक्नु भएको छ, प्रदेशको महामन्त्रीज्यू हुनुहुन्छ, उहाँ मार्फत म यो प्रदेशको मुख्यमन्त्रीजीलाई, भौतिक पूर्वाधार मन्त्रीजीलाई ध्यान आकर्षण गराउन चाहन्छु। असोज 12को बेलामा जो विपद आयो, त्यो विपद आइसकेपछि कोशी प्रदेश सरकारले पनि त्यो विपदमा भत्किएका संरचना बनाउनलाई भनेर 40-50 करोडको फन्ड जुटाएर व्यवस्थापन गरेर राम्रोसँगले तयारी गर्न थालेको छ। अहिलेसम्म निकासा भएको छैन। त्यो विपद भएको पुलमा सुनसरीमा होस् कि झापामा होस्, निकासा भएर काम यतिखेर भइसक्नु पर्ने बेलामा अब अर्को विपद आउने बेलामा यो ढङ्गले चाहिँ न प्रदेश सरकारको काम गराइले हुन्छ, न केन्द्रीय सरकारको काम गराइले हुन्छ। हाम्रो ध्यान अहिले सामाजिक सञ्जालमा हामीलाई कसले हार्दिक श्रद्धाञ्जली लेख्दैछ, छोडिदिनुहोस्, लेख्न दिनुहोस्। हामीले जब काम गर्ने गति बढाउँछौँ, पुँजीगत बजेटको खर्च बढाउँछौँ, जब हामी 3 वर्षमा सकिने पुल 1 वर्षमा सकिने बनाउँछौँ, 2 वर्षमा बनाइसक्ने बाटो 1 वर्षमा बनाइसक्ने बनाउँछौँ, हार्दिक श्रद्धाञ्जली लेख्ने मान्छेले हार्दिक जिन्दाबाद भनेर लेख्ने काम आफै भइहाल्छ नि। हामीले गर्ने कार्यक्रम नगरिसके पछाडि हामीलाई प्रश्न उठिरहन्छ। त्यसैले म सम्माननीय प्रधानमन्त्रीजीको पनि ध्यान आकर्षण गराउन चाहन्छु, कोशी प्रदेशका मुख्यमन्त्रीजीको पनि यहाँ स्थानीय साथीहरू मार्फतबाट ध्यान आकर्षण गराउनुहुन्छ। मित्र हुनु जरुरी छ। 1816 मा सुगौली सन्धि हुँदै गर्दा हामी हारेका पनि थियौँ भने हामीले जित्ने भनेको यो जुन भूगोल छ त्यो भूगोललाई समुन्नत बनायो भने जित्ने हो। हिरोसिमा र नागासाकीमा जब उनले आक्रमण गरे, हिरोसिमा र नागासाकीमा आक्रमण भइसकेर जापानलाई ध्वस्त बनाउने गरी अमेरिकाले आक्रमण गरेपछि आज जापानले आफूलाई चाहिँ बदला लिने मनोविज्ञानले होइन, आफूलाई बदलेर नयाँ ढङ्गले जाने गर्दा एउटा दिन यस्तो दिन आयो, अमेरिकाको सामुन्ने कोही अर्थतन्त्र बलियो भएर उभियो भने जापान हो। आज चाइनाले जापानलाई जित्नु त अलग कुरा, आज चाइना अमेरिकालाई पनि चुनौती दिने ढङ्गले सन् 2050 मा पुग्दै गर्दा 57 ट्रिलियन अमेरिकी डलरका साथ चाइना संसारको पहिलो शक्ति राष्ट्र, पहिलो आर्थिक रूपमा समुन्नत राष्ट्र बन्ने भन्ने प्रक्षेपण छ। 47-48 ट्रिलियन अमेरिकी डलरका साथ दक्षिणको भारत अर्को समुन्नत राष्ट्र बन्ने र 37-38 ट्रिलियन डलरमा मात्रै सीमित भएर अमेरिका संसारको तेस्रो अर्थतन्त्र बन्न सक्ने सन् 50 को चाहिँ पर्यवेक्षण चाहिँ पश्चिमा जगतमा गरिएको छ।